नुनिलो पुलाउ कहिलेकाहीँ यसरी बनाउँदा एकदमै मिठो हुन्छ। बच्चाहरूलाई स्कुलमा टिफिनको रूपमा पनि पठाउन सकिन्छ। सुरुमा चाहिँ मैले एक ठुलो चम्चा घिउ तताएँ। जब घिउ तात्छ त्यसपछि चाहिँ तोरी फुराउने, त्यसै गरी मैले अलिकति बदाम पनि फुराउँदैछु। छ भने अलिकति काजु पनि फुराउन सक्नुहुन्छ। मैले चाहिँ कडी पत्ता पनि फुराएँ। अब चाहिँ पखालेर भिजाएको चामल ओइरिने, सँगसँगै स्वादअनुसार नुन, बेसार, खोर्सानी के मनपर्छ हजुरहरूलाई सबै थरी राख्न सक्नुहुन्छ। थोरै गाजर पनि राख्न सक्नुहुन्छ। अब एकैछिन मजासँग चलाइ भुट्ने। हजुरहरूले चाहिँ मसिनो मसिनो टुक्रामा काटेको गाजर पनि राख्न सक्नुहुन्छ। त्यसै गरी सोयाबिन पनि राख्न सक्नुहुन्छ। यतिको भुटिएपछि अब म राख्दैछु तातो पानी। तातो पानी राख्ने बित्तिकै मजाले चलाउने ताकि यो चामल चाहिँ डल्ला पर्न नपाओस्। अब लो हिटमा छोपेर 10 मिनेट जस्तो छोडिदिने। झ्याप्प एकछिनमा नै पानी सुक्छ, ढुङ्ग्री पर्न सुरु हुन्छ। अनि चाहिँ मैले अलिकति प्याज राखेँ। हजुरहरूसँग छ भने थोरै पुदिना पनि राख्न सक्नुहुन्छ। अनि थोरै कागतीको रस पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ राखिनँ, छैन। फेरि पनि छोपेर 10 मिनेट जस्तो छोडिदिने। 10 मिनेट पछि ल हेर्नुहोस् त कस्तो मजाले पाकिसकेको छ। जब यो पुलाउको बाफ चाहिँ धुरीमा पुग्छ त्यसपछि चाहिँ फुर्र परेको बन्छ भन्नुहुन्थ्यो क्या आमाहरूले। मैले चाहिँ अलिकति हरियो धनियाँ राखेँ। अब मजाले सर चलाइसकेपछि चाहिँ यो खानाको लागि रेडी हुन्छ। हजुरहरूले टिफिनको रूपमा बच्चाहरूलाई स्कुलमा पनि पठाउन सक्नुहुन्छ अनि खानाको रूपमा पनि खान सक्नुहुन्छ।